हेलो एभ्रिवान, आज चाहिँ म बिहानै उठेर खानासाना बनाएर घरको सबै कामसाम गरेर मैले चाहिँ नुहाएँ। अनि मैले चाहिँ हिजो नै नुहाउने भनेको थिएँ कि अनि यताउता गर्दा गर्दै टाइम नै गयो। अनि मलाई चाहिँ कहिले उज्यालो होला र नहोला जस्तै भएको थियो कि साथीहरू। अनि मैले चाहिँ नुहाइसकेपछि चाहिँ अनि एकछिन बाल सुक्न दिएँ। बाल सुकेर चाहिँ म आज बाल कोर्दैछु। अनि तेल चाहिँ लगाएको छैन, त्यत्तिकै अहिले चाहिँ बालसाल कोरेर मात्रै राख्छु कि साथीहरू। अनि बाबुले चाहिँ यताउता गरिरहेको थियो अनि चकचक गरिरहेको थियो। अनि मैले नुहाउने बित्तिकै बाल कोरे भने त कोरे होइन साथीहरू, पछि कोर्छु भनेपछि त्यो पछिको पछि नै हुन्छ। अनि मेरो भिडियोमा कोही नयाँ हुनुहुन्छ भने मलाई फलो गरेर जानु होला, म हजुरहरूलाई फलो ब्याक दिनेछु। अनि मेरो भिडियोमा लाइक कमेन्ट सेयर गरिदिनु होला, म पनि हजुरहरूको भिडियोमा लाइक कमेन्ट सेयर गरिदिनेछु। अनि मैले चाहिँ एकचोटि नै बाटेँ कि साथीहरू, अनि एकचोटि चाहिँ मेरो रेडी भइसक्यो, हेर्न सक्नुहुन्छ मलाई। अनि म चाहिँ दोकान हेरेर बसिरहेको छु। आज चाहिँ बाबु र म मात्रै छौँ कि घरमा, पनि मम्मी चाहिँ किस्तामा जानुभएको छ, बाबु चाहिँ स्कुल जानुभएको छ, त्यही भएर चाहिँ म दोकान हेरेर बसिरहेको छु। अनि एकछिन पछि दिउँसोतिर चाहिँ म चाहिँ भर्खर सुतेर उठेर मुखसुख धोएर जाँदैछु छतमाथि। अनि मैले चाहिँ फुपूको छतमाथि अस्ति चाहिँ त्यो गुद्री धोएर सुकाएको थिएँ नि त, हजुरले मेरो भिडियोमा हेरेर थाहा पाउन सक्नुहुन्छ। अनि त्यो गुद्री चाहिँ अझैसम्म सुकेको रहेनछ कि साथीहरू, अब पानी परेर गुद्री नै सुकेको रहेनछ। अनि मैले चाहिँ अर्को मुखी पल्टाएर सुकाएर आएको छु। अब म चाहिँ बाबुलाई दिउँसोको लागि नास्ता बनाउँदैछु। अनि मैले चाहिँ आलु उसाएर पनि मेरो आलु चाहिँ पाकिसक्यो। अनि बाबुको लागि मात्रै हो नि त, त्यही भएर चाहिँ मैले दुईटा मात्रै उसाएँ। अनि मैले आलुलाई धोएर अनि एउटा कचौरामा हालेर त्यसको छिल्का निकालेर अब चम्मचले चाहिँ मिक्स गर्दैछु क्या, मतलब यो मसिनो गराउनु पर्छ नि त चम्मचले फुटालेर। अनि त्यही भएर चाहिँ म चम्मचले फुटाल्दैछु। यो काँटोवाला चम्मच भयो भने कस्तो मजाले फुटेर मिक्स गर्न सजिलो हुन्छ कि साथीहरू, अर्को चम्मचले चाहिँ लास्टै झ्याउ हुन्छ। अनि त्यसपछि चाहिँ मैले हाल्दैछु अब अन्डा। मैले चाहिँ दुईटा अन्डा ल्याएको थिएँ कि, आलु धेरै भयो भने अनि अन्डा थोरै भयो भने हुँदैन, दुईटा बराबर हुनुपर्छ कि। अनि त्यही भएर चाहिँ मैले दुईटा अन्डा ल्याएको थिएँ। अनि एउटा अन्डा चाहिँ मैले फुटालेर हालेँ, अब चाहिँ म अर्को अन्डा हाल्दैछु। अनि यो अन्डा हालिसकेपछि चाहिँ अब म यसलाई मिक्स गर्छु। अनि मिक्स गरेर अब यसलाई लेदो जस्तै बनाउनु पर्छ कि, पुरै मिक्स गरेर मसिनो टाइपको गराउनु पर्छ। अनि त्यही भएर चाहिँ मैले अब सबैलाई मिक्स गरेर मैले चाहिँ यत्तिको बनाएँ साथीहरू, हेर्न सक्नुहुन्छ हजुरहरूले भिडियोमा। अनि म चाहिँ अझै खुर्दैछु कि, अझै आलुको सानो डल्लो थियो, त्यसलाई राम्रोसँग कुच्याएर म चाहिँ मसिनो गराउँदैछु। अनि अब चाहिँ मैले तवा टेकाएँ। अनि तवामा चाहिँ मैले थोरै तेल हालेँ। तेल हालेर चाहिँ अब यो म जतै कतै लाग्न दिन्छु कि, मतलब वरपर पनि सबै ठाउँ तेल लगाउनु पर्छ कि साथीहरू, त्यही भएर चाहिँ म घुमाउँदैछु, तेलले लगाएर घुमाउँदैछु। एउटा हालले चाहिँ क्यामेरा समातिरहेको छु, क्यामेराम्यान पनि कोही छैनन् कि साथीहरू, क्यामेराम्यान पनि म आफै हो। अनि त्यसपछि चाहिँ मैले हालेर पनि मेरो चाहिँ अन्डा यस्तो भएको थियो। अनि आज चाहिँ अलि नराम्रो भएको थियो कि, आलु चाहिँ धेरै भयो, अन्डा थोरै भएर, त्यही भएर चाहिँ अलि अर्कै भएको थियो, तर एकदमै मिठो भएको छ कि साथीहरू। यसमा चाहिँ